हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु न्यू भिडियो। आज हामी चाहिँ नयाँ पार्कमा आछु, देखाउँछु तिमीहरूलाई कस्तो छ नयाँ पार्क। हेर्नु होला, हेर्नु गाइज, यस्तो छ नयाँ पार्क। हेर्नु, डोकाहरू छन्, छाताहरू छन् उतातिर। म हजुरलाई देखाउने छु। यस्तो छ, त्यहाँ नानकाहरू पिङ खेल्दै। हेर्नु गाइज, यसरी यता चाहिँ झन्डा लगाएको छ। नयाँ ठाउँ, नयाँ सहर भनौँ हाम्रो लागि त। यस्तो छ पार्क चाहिँ। उता पनि छ, धेरै ठुलो छ यो पार्क। झन्डा चाहिँ यतिसम्मै लाग्छ, अझ धेरै ठुलो छ, तर सरसफाइ गर्न सुरु हुँदैछ यतातिर। हामी फोटा खिचेर हामी यतातिर जाँदैछौँ। हेर्नु, अब चाहिँ डोकोतिर आए हामी। हेर्नु, डोको कस्तो लाग्यो, यहाँ एकचोटि भिजिट गर्नु होला। एकछिन यहाँ हामी फोटो खिच्नेछौँ, त्यसपछि आज उता जानेछु, तिमीहरूलाई उता देखाउँला। यता चाहिँ हाम्रो नेपालको झन्डा छ, हाम्रो सान। हेर्नु गाइज, हाम्रो भाउजू तिनीहरू फोटो खिच्दै। यस्तो पार्क छ, यतातिर पनि छ। हेर हाम्रो बाबुहरू, देखाइदियो आफ्नो आफ्नो पारा। हामीले चाहिँ फोटा खिचेर अब उता जाँदैछु, छाताका उता जाँदैछु। हेर्नु गाइज, यस्तो छ हाम्रो पार्क। हामी आए चाहिँ छातातिर आए गाइज। यस्तो छ हाम्रो यताको सिन चाहिँ। गाइज, हाम्रो चाहिँ पार्क यस्तो छ। हेर्नु, बाबुहरू अगाडि अगाडि जाँदै, तिनै भएन। हेर्नु, यस्तो छ पार्क, धेरै ठुलो छ। उतातिर पनि छ बाटो, उतातिर पनि छ, अनि यतातिर छ। यता चाहिँ छाता छ, यता चाहिँ स्विमिङ छ, तर स्विमिङमा चाहिँ पानी छैन। यस्तो छ, हेर्नु, नजाऊ। यस्तो छ, हेर्नु पार्क यस्तो छ। उतातिर पनि बाटो छ, धेरै लामो छ, कहाँ कहाँ घुम्छ हो। अनि हल्का उतातिर पनि स्विमिङ छ, अनि उतातिर पनि स्विमिङ छ। भिडियो चाहिँ लामो हुनेछ। दिदीहरू फोटो खिचिरहेछन्, दिदी भाउजू। उता चाहिँ हिमाली छ, एकछिन हिमाली खेल्छौँ हामी। यस्तो छ, हेर्नु, तल झन्डाहरू गाडे। सो मैले पनि फोटो खिचेँ, एउटा भिडियो बनाएँ। अब चाहिँ हामी एकछिनमा घर जानेछौँ, हल्का हिमाली खेलेर अनि घर जानेछौँ। यो भाटबटेनी, अनि एकछिनमा अनि भाटबटेनी पनि देखाउने छु हजुरलाई। यस्तो छ हाम्रो यहाँतिर। हाई भन्नु, हाई। हेर्नु गाइज, छाता छाता भन्छन्, छातामा पनि आए। हामी पनि आएछु है यता। कहाँ काला काला हुनु, यही हो छाता पार्क। हेर्नु, यस्तो छ, कालो कालो मधुर। हेर्नु भइछ, यस्तो छ। हेर्नु गाइज, म चाहिँ हिमालीमा बसेको। हिमाली खेल्दै म त पार्कमा। फोटो त खिच्दे, मेरो दिदी चाहिँ उता क्यामेराम्यान फोटो खिच्दे भनेको यस्तो गरिरहेछ। हजुर, हेर्नु न, मेरो बाबु रिसाएर मलाई हिमाली खेल्न दिएन भनेर। अब हामी चाहिँ घर जाँदै, अनि भाटबटेनी जाँदैछु अब। बाई बाई। यो चाहिँ गेट। म चाहिँ क्यामेरा दै, यो चाहिँ गेट भित्र छिर्ने। त्यहाँ हाम्रो फोटो खिच्ने दाइहरू। अब हामी चाहिँ भाटबटेनी जाँदै। हेर्नु, यस्तो छ बाटो, यहाँनिर छ। हामीलाई पनि भोक लाग्यो, अब के गर्ने, नास्ता त खानु पर्यो। दोकाननिर केही किन्छौँ। ए दिदी, कुरमुरे किन्न पर्छ नि। फोटावाला दाइ पनि आउँदैछन् पछाडि पछाडि। हामी चाहिँ भाटबटेनी भित्र छिरे।
फर्स्ट माथि जाउँ। हामी चाहिँ लिफ्टबाट दोस्रोमा आइपुगे। अब हामी तेस्रोमा जाँदैछौँ। मेरो दिदी चाहिँ लिफ्टमा बसेको छ, हेर्नु गाइज। यसरी लिफ्टमा तेस्रो तलामा आइपुगेछौँ हामी चाहिँ। चौथो लिफ्टमा चढेछु, हेर्नु। पछाडितिर भाउजू आउँदैछन्। ए बाबु चाहिँ भित्र छिर्यौँ लिफ्टबाट। यस्तो हेर्नु, सुज कस्तो लाग्छ हेर्नु है। हेर्नु गाइज, सुज। तर यहाँको सुज धेरै महँगो हुन्छ। यो भित्रमा यस्तो ब्यागहरू, राम्रा राम्रा डिजाइनका ब्यागहरू हेर्नु। के ब्याग महँगा हुन्छन् के? सुटकेस हेर्नु गाइज, यहाँ त किन्न पनि धेरै गाह्रो छ हो। नेपालमा यस्तै हो, बाटोभेटेनीभित्र यो सुज किन्न पनि धेरै गाह्रो छ। अब हामी चाहिँ लिफ्टबाट तल झरे। काला काला पाए। हामी चाहिँ कपडाको वहाँ पुगे। हेर्नु गाइज, यहाँ चाहिँ काँटा, यस्ता यस्ता काँटा छन्। तर यहाँ एउटै काँटाको 200-300 लिन्छन्। हेर्नु गाइज, यस्ता छन् नानी बाबुहरूका कपडा। सानी साना बाबुहरूका कपडा। जो पैसा हुन्छ ऊ आउँछ हजुर। न हाम्रो खल्टीमा त एउटा पैसा हुँदैन, यस्तै घुम्ने हो जाने हो। हेर्नु गाइज, मैले अस्ति भिडियो बनाएको काले दाई चाहिँ उता छ है। हेर्नु गाइज, म चाहिँ यस्तो छु। अब हामी चाहिँ कपडाको सकेर अब लास्ट तल चाहिँ जाँदैछौँ। यहाँ पनि सक्यौँ। बोतल मस्त छन् बोतल। हेर्नु गाइज, यस्तो राम्रो छ कि काँचको, पुरै काँचको। ड्रिङ्क पिने कोहीलाई इच्छुक भने यता आउनु होला ग्लास लिन। यो ग्लास लिनु, कसलाई बियर खाने मन छ भने यी बियरका ग्लास लिनु होला। यी हेर्नु। सो अब हामी आए चाहिँ कफहरू बिसाको ठाउँमा। अब हाम्रो चाहिँ सानो नानी बाबुकोहरूको लागि यता खेलौना छ, देखाउँछौँ। यी हेर्नु, तरकारी सरकारी राख्नलाई यस्तो छ। यहाँ हेर्नु, दामी हो। अब चाहिँ यहाँ सकेर हामी अब लास्ट खै केलाको हेर्नु, केलाको टपरी हेर्नु। हामी लास्ट फ्लोरमा जानेछौँ, त्यसपछि घर। अब हामी चाहिँ आए कोल्ड ड्रिङ्कतिर। हेर्नु, यता चाहिँ चिप्सहरू छन्। कुरमुरेतिर आएछौँ हामी लास्ट स्टेजमा भने जस्तै। हेर्नु, यता चाहिँ तेल मदर्स डेको उपलक्ष्यमा। फाइनली गाइज घर पुगे।